Miss Rabbit has fainted. Zero Bilibisi. आमा ल डे 4 अहिले हामी समरमा छौँ 7:47 भएको छ अनि वेदर एकदमै धुम्म छ बाहिर पानी पनि परिरहेछ अलिअलि अब हामी यहाँ के एउटा कफी अनि बोल्ड एग खायौँ लेतेमा गएर माम खान्छौँ अनि डाइरेक्टली काठमाडौँ टार्गेट हो हाम्रो लाग्छ है हस् बाई बाई हस् धन्यवाद हाम्रो यता हिमाली होटलमा हुस्सु नै हुस्सु लागेछ त यार ब्याग स्याग पनि प्याक भइसक्यो अब एकछिन तताएर निस्किहाल्नु पर्यो खच्चड त हुने होइन आइ झन्डै ठोक्दै वाह खच्चडलाई बचाउन चक्करमा झन्डै आफू गएको यार सो यो नै हो हाम्रो राइड वान अफ दि बकेट लिस्ट पुरा भयो ढिलै भयो पनि 2025 मा पुरा गर्दैछु I'm gonna miss this place a lot. This is so much fun. अनि म फेरि पनि आउँछु यो ठाउँ कस्तो राम्रो छ यार यो वाला बाटोहरू त मलाई आएको नै याद छैन भने उता माथि लोभन्थाङको बाटो धेरै हिँडेर धेरै त के हुनु नर्स अफ हिँडाइ भएर मैले बिर्सेँ होला यो बाटो के अरे आएको दिनभन्दा यहाँ त धेरै नै पहिरो गएको जस्तो सफा गरेको जस्तो देखिरहेको छ क्या बाटोहरू अनि त्यही भने आउँदो रहेछ थिएन जस्तो लाग्यो यार थाहै भएन मलाई हामीले अफ रोडहरू सकायौँ अब पिच बाटो सुरु भयो तर यो पनि एकैछिनको लागि मात्रै हो कागबेनी 2 किलोमिटर भनेर लेखेको रहेछ उता ढुङ्गामा यस्तोमा चाहिँ स्लिप हुन्छ है गाइस झ्यामै ब्रेक नलाउनु होला टाढैबाट स्लो गरेर आउनुहोस् टर्निङहरूमा अनि कागबेनी 2 किलोमिटर अब जोमसम त्यसपछि उता हामीले बिस्तारै आनन्दले पुग्छौँ फेरि अफ रोड के हो बाटो यही हो हुन त यही नै होला ओइ बाटो कुन यार यो बाटो आएको त यादै छैन भने मलाई साँच्ची त्यही भने मन भत्काइ जस्तो लाग्यो भने बिचमा नि कति धेरै ठाउँ पहिरो आएको जस्तो थियो नि है आउँदाखेरि त्यस्तो थिएन क्या हामी मेरो पनि सक्यो माथि सोधेर आउनु पर्यो भाइ यो बाटो हो जस्तो लाग्यो मलाई सायद को हुन्छ त हो क्या यो पहिरो थिएन क्या ओहो यहाँबाट यार बाटै छैन रे अब त्यो पुल भत्केको हो ए हो रहेछ हस् धन्यवाद ए त्यो अङ्कलले भनेको थियो यस्तरी घुमेर जानु भनेर त्यही त अनि उताबाट निस्किँदाखेरि कस्तो राम्रो बाटो हामीले किन यहाँबाट पठायो भनेर सोचेको त्यो वाला बाटो रहेछ नि त त्यो चाहिँ हामी यो अफ रोड लिँदैछौँ तर अब त्यहाँ ब्रिज चाहिँ बनिरहेको छ होइन त्यो ब्रिज बनिसकेपछि त्यो भाइ लडेको ठाउँ यही त नि त्यो पुच्चे लडेको ठाउँ लुना यहाँबाट आइरहेको थियो म यहाँबाट आइरहेको थिएँ त्यो भाइ लडेको सुत्ने यार भनेपछि उताको ब्रिज बनाइरहनु भएको छ त्यो बन्यो भने त सुरुरुरुरुरुरुरु इधर से लेफ्ट लेंगे अभी त्यो आमा उताबाट हिँडेछ त्यही भएर म यताबाट आएको थिएँ त्यो पनि याद छ धन्न यही बाटो आएछु यताबाट त बाइक रहेछ यस्तो बाटो पनि रमाइलो क्या है ड्याङ गर्दै I'm gonna miss this place so much यार पछि त्यो ब्रिज बने पनि झन्डै बाबा रे आमाले हानिदिएको मैले पछि त्यो ब्रिज बने पनि म त यही बाटो आउँछु यार रमाइलो छ नि यो बाटो अफ रोडको बाटोमा कि यो बाटो हिँड्दाखेरि ल त्यो क्या सजिलो यो कस्तो गाह्रो भन्छ होइन
यतापट्टि गयो थुक्क यो कस्तो गाह्रो त्यो सजिलो देख्छ फेरि यता आयो हात्तेरी यो बाटो यस्तो गाह्रो हुन चाहिँ दुइटै गाह्रो हुन्छ यु जस्ट गेट कन्फ्युज के मैले त्यो चुज गर्नुपर्ने त्यो चुज गर्नुपर्ने भन्ने मात्रै हुन्छ क्या मैले नदेखाएँ खै म कराइदिन्छु बरु सररै ब्याट्री सक्यो यसलाई एक्सक्युज मी लेडी एकछिन तपाईँ लड्छ कि यस्तो है भलाइका जमानै नै रह आजकल एकछिन न तपाईँ लड्छ अरे लग्दै मैले लास्ट के लड्छ दिरा यार सिधै हजुर कहाँ हो यसको स्ट्यान्ड हजुर यो 250 हो 250 सीसी हामी काठमाडौँबाट हेर न हिँडेको ए हो यतिको चाहियो कि यसको मानि 5 लिटर्स जाँदैछ गक 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 हामी अब फेरि जान्छौँ वेयर कन्टिन्युङ आवर राइड टु लेते सुरुमा मार्फामा रोकेर ऊहरू किन्ने भन्दैछ त्यो ड्राइड एप्पलहरू सामान राख्ने ठाउँ चाहिँ छैन हेर्नुहोस् है किन्नु त मन छ यत्रो टाढा आएछ किन नकिन्ने हो मिलाएर राख्नुलाई अब जे हुन्छ हुन्छ वाउ लाइब्रेरी मार्फा कम्युनिटी लाइब्रेरी wow so many peeps है हिँड्दै मान्छेहरू हिँड्दै घुमिरहेको छ मलाई हिँड्नै झ्याउ लाग्छ सो बाइकमै सरर आइरहेको छु म यस्तो क्युट बेबी यतापट्टि अय्या यादै नगरे यतापट्टि के भनिरहेको रहेछ यहाँ ट्रायम्फ ए सब मिक्स रहेछ नि त धन्न टिट गरेछु है मैले गल्लीमा त्यस्तै मलाई त्यही लागिरहेको थियो कि उताबाट आयो भने फस्यो भनेर हो मार्फा लोकल हनी डिलिसियस याक ड्राई मिट दिदी यो ऊ हो ए सरी सरी हमारा शॉपिंग हो गया अब टेम्पररीली राख्छौँ कस्तो तर्साउँदो रहेछ ल्याउ त कसो राख्नु होला होइन यार होपफुल्ली नखसोस् तिमी मेरो पछाडि बसेर हेर है खस्यो भने त चाइनिज माल किन्नु हुँदा नेपाली माल किन्ने हो क्या बुझ्यौ नमस्ते दाई हामी छौँ ब्ल्याक हर्समा फेरि पनि माम खान्छौँ अनि जियन छौँ आज काठमाडौँ लुनाले यहाँ खेलाउँदैछ तिमी डाहा गरेको हो माथि बस्दै हाम्रो फाइनल मिल इन मुस्ताङ झन्डै ल जाऊँ बाई बाई दाई हस् अब लेट्स गो बल्ल घाँस पुगेको कस्तो पानी पर्न थाल्यो भने हावा पनि कस्तो नराम्रो चलिरहेछ यहाँ आमा
खतरनाक हुने भयो त हौ बटार क्लच छोडेर बटार न यस्तो भनेर कहाँ हुन्छ बग्दैन खै ल उत्र छोडिदियो आइया लियो ब्रो कत्रो यार ants ए लुनाले यही हो क्या हो ऊ चेन्ज गरेको गोप्रोको ब्याट्री ला अड्की ठिक छ गाडी जान्थ्यो एकछिन सबैजनाले गाडीमा आउन मिल्छ कि मिल्दैन भन्नुभएको थियो आउन त मिल्छ है अलिक गाह्रै छ ढकाल्नु पर्छ होला यार त्यसलाई यसको मेरो बाइक ठोक्यो यसलाई पछाडि तानेको तिमी होइन जाम ढकाल्दिउँ अब के गर्नु त मेरो बाइक उ भएन नि त लुना पावर धुम्म चाले रेकर्ड त छ नि रेकर्ड भइरहेछ धन्न हँसायो हात चिप्लेको हाँस्दाखेरि पनि ढाड दुखिरहेछ पहिला गाला र पेट मात्रै दुख्यो हँसायो अब हामी फेरि जर्नी कन्टिन्यू गर्दैछ पुरा सल्लो गोलो च्यामा त लास्ट पेट दुख्यो यार म त सकिनँ चलाउनु बाइक एकछिन लास्ट पेट दुख्यो म तिमीलाई कहानी भन्छु यस्तो भएको थियो क्या ठिक छ थ्याङ्क यू सो मच कस्तो राम्रो मान्छे लास्ट गाह्रो भयो झन्डै त्यो दाइ छुटेको गाडी चलाइदियो मान्छे नराखेको कसम तर अघिको त्यो के अरे गाडीबाट हेर्नु भएको दाइहरू चाहिँ एकदमै राम्रो भयो कन्सर्निङ दुईजना बाइकमा एउटा केटी छ म भुइँमा बसेछु केही भयो कि भनेर दे वर रियली द्याट इज ह्युम्यानिटी ठिक छ कि छैन भनेर चेक गर्नुभयो झन्डै आफ्नो जनता छोडेर जानुभयो यहाँ अब हामी क्विक स्न्याक गरेर निस्किन लाग्यो लुनालाई चाहिँ मैले अगाडि नै पठाइदिएँ उसले अलिक बिस्तारै कुदाउने भएर म चाहिँ सामान हालेर एउटा एकछिन मात्रै खाइसक्यो एउटा चाहिँ फेरि अर्को ब्रेकमा खानुपर्छ चाहिँ 41 किलोमिटर टु पोखरा भन्दै थियो 44 किलोमिटर हो क्या हो एनिवेज कत्रो उता हेर्दै चल्दिरहेको कि दिदी त यो वाला पानीमा चाहिँ रोकेर लाउनु पर्ने हो ओभरटेक गर्दा होइन अगाडि गाडी छ भने
तिमीले अगाडि खाली भयो भने मात्रै राइटको बाल्ने हो मसँग आइज भन्यो त्यो चाहिँ है अनि त्यसपछि अगाडि गाडी छ स्वयं आइरहेछ अनि हामी ओभरटेक गर्न भ्याउँदा चाहिँ लेफ्ट बाल्ने हो भित्रै बस अहिले जान सेफ छैन भनेको बुझ्यो तिमीले राइट जाँदा लेफ्ट जाँदा चाहिँ बालिरहेको रहेछ होइन हो त्यही भएर आफूभन्दा पछाडि तिमीभन्दा पछाडि म छु नि म तिम्रो लाइटको भरोसामा हो के तिमीले राइट बाल्ने बित्तिकै अगाडिबाट गाडी आए पनि म साइडमा आउँछु के ओके ल झन्डै ठोक्दै अघि माइक्रोलाई क्या तर्सेको हुने म बाटो त हामी हेम्जाकै आएको रहेछ गाइज फेरि पुग्यो मलाई त पुरै यस्तो घुमाउरो भएको भएर चाहिँ ल सारङकोटको बाटो आयो क्या हो भइरहेको थियो हेम्जा नै रहेछ गाइज यो चाहिँ हाम्रो लास्ट स्टप थियो मुगलिनमा रोकेर खाना खाने प्लान थियो तर खासै भोक नलागेको भएर मनोकामनामा कफी खाइयो अब काठमाडौँ यहाँदेखि कति छ होला यार अघि त 105 लेखेको थियो उता मुगलिनमा सो 2 घन्टामा पुग्न पाए मिठो हुन्थ्यो अहिले हामी घर फर्किँदैछौँ काठमाडौँतर्फ 6:49 भयो अब कति किलोमिटर बाँकी छ पनि थाहा नै भएन मलाई लुना चाहिँ मेरो पछाडि बसेको छ म चाहिँ अगाडि एज युजुअल अनि बत्तीहरू बल्न थाल्यो राति हुन थालिसक्यो होइन त्यही भएर अलिकति बाटो चाहिँ राम्ररी देखिरहेको छैन अब यसो सिधा त सिधा भइहाल्यो तर सानो पडलहरू जस्तो कि यो यस्तो चाहिँ मैले खासै राम्रो देखिरहेको छुइनँ कस्तो धुवा लागेको अगाडि खाल्टो छ कि सिधा छ कि ढुङ्गा छ केही देखेको छैन भाइ अब चाहिँ कसम धाउनेको याद आयो लुम्बिनी उताबाट जानु त मिल्छ म त जान्छु लुनालाई चाहिँ अफ रोडमा ओभरटेक गर्न गाह्रो हुन्छ त्यही पनि मैले साइन त दिइरहेको छु आऊ भनेर तर गाडीहरूको पछाडि बस्नु नहुने भाइ कस्तो ओभरटेक गरेर आइदिने होला यार मेरो झन् स्याडल ब्याग छ अलिकति क्लोजली छोयो भने पनि म त तानिदिन्छु त यार आफू जति केयरफुल भएर हिँड्यो भने अब अर्को मान्छेको गल्तीले गर्दा जहिले हुने क्या त्यही भएर सकेसम्म च्याप्पेर हिँड्दैछु म 10 मिनट भइसक्यो यार यसरी गएको त्यसले इन्डिकेटर दिएन उताबाट लाइन आएको आएछ बाख्राहरू पनि कहाँबाट आइदिने यार हामी हुन्न त्यो अपोजिट लेन पर्छ अरे भयो त अन्त नै जाम हुन्छ जाम केटा मान्छे सकिहाल्छ नि अनि हामी पो नसक्ने हो त होइन ढल्यो भने त उचाल्न सक्दैन नि दाइ यस्तरी चाहिँ कहिले ओभरटेक नगर्नु त्यो दाइले गाली गरिरहेको छ माइक्रोको दाइले किन जान्ने हुनुपर्ने हो आनन्दले त्यही भने चोर साँच्चीकै चोर्ला आमा शिट द फक बाइकलाई सिधा चाहिँ गर्नु पर्यो यार
यस हो र ए कस्तो नन स्टप आएको यार म चुपलाएर बसिरहेको थिएँ होइन उ त्यहाँको दाइले त्यो गाडीको पछाडि जानु गाडीको भने क्या अनि सुई आएको म कहाँ जानु अगाडिबाट फेरि यस्तै भयो भने होइन यार सबै ट्रकै ट्रक छ रिस्क नलिउँ होला गाइज अ स्मल टिप्स गाडीहरू नहिँडेको बेला यस्तो ठाउँबाट लेफ्टबाट ओभरटेक गर्न पाइ त्यसरी ओभरटेक गर्न नपाइ किनभने अब गाडीहरू चल्छ एन्ड इट इज टु रिस्की है त्यही भएर अब एकैछिन यहाँ कुरौँ के हुँदो रहेछ मैले पनि बाटोमा कम ऐनामा बडी हेर्दैछु कि लुना आइरहेछ कि छैन भनेर हेडलाइट मात्रै देखिन्छ त्यही भएर मैले उसले चिन्न पनि सकेको छैन ऊ नै हो कि गाडीको एउटा यतापट्टिको हेडलाइट हो भनेर कहाँ पुग्यो नि थाहा छैन यार टक्कलाएर 8:30 बजे घर पुगौँ भनेको फ्युल रेन्ज 200 किलोमिटर